नमस्ते सबैजनालाई। आज चाहिँ हामी अब पिकनिक जाँदै हो है। अब ट्याक्क आजको चाहिँ यस्तो बेस्ट मोमेन्ट हुन्छ कि अब त्यो तपाईँहरूलाई चाहिँ अब हेर्नै पर्ने यस्तो मोमेन्ट क्रिएट गर्दैछौँ हामी। सो आजको एपिसोड चाहिँ रमाइलो हुन्छ है। ल सबैजनाले राम्रोसँग हेरौँ ल। यो चाहिँ अब हाम्रो स्टार्टिङ अब हामी जाँदैछौँ अब गन्तव्यतिर। अहिले चाहिँ दिनेश दाइ र म अब त्यहाँबाट अगाडि गएपछि हामी अब किशोर सरसँग हामी जो भेटिन्छौँ अनि त्यहाँपछि फेरि अर्को टेकमा अर्को लिन्छु ल। यात्रा रमणीय छ आजको, जुन कि त्यहाँनिर सुरुवात भर्खरै हामी चाहिँ आज वास्तवमा भन्नुपर्दा पिकनिक जान लागेको हो। अब आज चाहिँ माहौल रमाइलो छ। हामीलाई चाहिँ स्पेसल्ली होटल 12ले ट्रिट दिएको यो चाहिँ। राइडमा चाहिँ अब हाम्रो दिनेश दाइ आज अनि म चाहिँ पेसेन्जर। हामी चाहिँ ट्याक्कै पिकनिक स्पटमा हिजोको माहौल यस्तो छ। आजको बेस्ट मोमेन्टहरू चाहिँ सबै क्याप्चर गरेर म तपाईँहरूलाई देखाउँछु। फाइनल्ली अब हामी चाहिँ काठमाडौँ जाने बाटोतर्फ छौँ, पूर्वतर्फ। अनि आकाशको माहौल पनि यस्तो छ, ट्याक्कै च्यालेन्जिङ टाइम नै हो। अनि हाम्रो बस पार्क चाहिँ एक्चुअली बस पार्क चाहिँ यस्तो स्मुथली यति राम्रो हुनेवाला छ कि आगामी पलमा तपाईँहरू जब पोखरा आउनुहुन्छ त्यतिखेर महसुस गर्नुहुन्छ कि अब पोखरा पनि केही बन्दैछ भनेर। जुन हिजो एउटा बिजी माहौल हुन्थ्यो त्यो माहौलहरू चाहिँ सबै बन्द भइसक्यो। अब यो बाटोमा भएका यी गाडीहरू, यथावत गाडीहरू पनि बाटोमा नराखिदिए भने अझै सहज हुन्थ्यो हरेकजनालाई। र यी यताका क्षेत्रहरूमा जति पनि घरहरू थिए, जति पनि अतिक्रमण घरहरू, सुकुम्बासी भनेर बसेकाहरू सबैजना चाहिँ अहिले एकदम हटाइएको छ र एकदम व्यवस्थित देखिएको छ। र कम्प्लिटली भइएपछि यो पुरै व्यवस्थित हुन्छ भन्ने हामी आशा गर्छौँ। धन्यवाद छ हाम्रो नेपाल सरकारलाई। म यहीँबाट छुट्थेँ क्या दाइ पहिला मेरो। तर अहिलेको जुन भनौँ न अहिलेको परिवर्तन हेर्दाखेरि जुन अहिले यो परिवर्तन भनेको सुरुमा हाम्रो रोड साइडबाट पनि हुन्छ, किनकि जब ट्रान्सपोर्टेसन अलिकति चाँडो हुन्छ त्यसपछि चाहिँ हरेक कुराहरूको सहजीकरण हुन्छ, किनकि ढुवानी सेवाहरू सस्तो पर्न सक्छ। यो बाटोको हिसाबले अहिलेको हकमा त धेरै कुराहरू डेभलप भइरहेको जस्तो लाग्छ मलाई। र अहिले जुन यो क्षेत्रमा अलिकति लाइक जुन पहिलाको जस्तो माहौल देख्थ्यो त्यो चाहिँ अब देख्न पाउँदैन। र बाटो हेर्नुहोस् कति क्लियर छ। यो भनेको त हाम्रो लागि एकदम खुसीको कुरा हो। आजको यात्रा सँगसँगै तपाईँहरूलाई म हाम्रो जुन एउटा विकास त्यो पनि म तपाईँहरूलाई देखाउँदै गइरहेको छु। सो तपाईँहरू बेचिसक हेर्नु होला, अझै पनि कति कुराहरू हेर्न बाँकी नै छ। राम्रो छ। अब ट्याक्कै हामी अमरसिंह आइपुग्यौँ। अब चाहिँ हामीले यहाँनिर अब हाम्रो सरलाई, हाम्रो किशोर सरलाई हामी भेट्दैछौँ। र अब त्यहाँपछि हामी किशोर सरसँग भेटिएपछिको भेट अर्को देखाउँदैछौँ। हामी ट्याक्कै ड्याडी भएको निर पनि आइपुग्यौँ र ड्याडलाई हामीले हात चढाइसकेको छौँ। अगाडि ड्याड, हामी पछाडि। हेलो ड्याड। ड्याडीले त पार्किङमा हाल्नुभएको छ, अगाडिबाट बुलेटले त कहानी गर्दै हुनुहुन्छ सरले। र यहाँनिर भएको फाइनल्ली अब हामी चाहिँ ड्याडसँग पनि भेटियो। के चाहिँ पेट्रोल अब हुन्छ ए होइन होला। उताडा हो क्या ओके। अरे बाटो नआउने चिलाएर यार। ल अब फाइनल्ली हामी चाहिँ यहाँबाट हिँडिसक्यो अमरसिंह चोकबाट। अब अगाडि गाडीहरू पनि गइसक्यो। हाम्रो ट्याक्क अहिले चाहिँ म किशोर सरसँग, दिनेश अगाडि, हामी पुरा दाइ पछाडि रफ्तारमा। अनि ड्याड रमाइलो छ नि है? यस्तो कडा दिनुपर्छ है। फाइनल्ली आज हामी तपाईँहरूलाई चाहिँ देखाउनेछौँ कि माहौल अनि साथीभाइहरूको एउटा जुन जम्का भेट भनेको यस्तो हुनुपर्छ र यति
अहिले 4 दिन लाग्दै थियो हाम्रो पुरा लिएर गएको हामी गइनँ नि त Yo, man! Kale? हामीले अब हाइवे छोडियो अब हामी भित्र के छ त प्लान हुने हालेको भए हुन्थ्यो नि यहाँ त प्लास्टिकमा त्यही भनेको खोइ कहाँ पनि वाइन सप हेर्नु पऱ्यो नि त यार एउटा बरु हाइवे साइडमा अलि सस्तो पर्थ्यो होला वाइन सप पाउँदैन कि त्यस्तै पाउँछ अहिले हेर्न अहिले कुल्ला हामीले भाइ भाइ कुन्टा लिएर हामी कुल्लाएर जान्छौँ चढ्दै तिमीहरू होइन तेरा बाप जातेर बाबु है मलाई थाहा थियो यार खासै हुन्न कि अनि अब त्यहीमाथि अनि अब यहाँ गाउँ गाउँ हो त्यो खोज अब यता हो माथि ल केटाहरूको कन्फ्युजन बढ्दैछ है माथि 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 के हुन सक्छ पछि हालौँ भनेको अहिले बाटै हुन्छ कि ए भइन्छ ल ए गाउँमै छोरा गाउँमै छोरा गाउँमै छोरा चारमै हिँड्न त ल फाइनली हामी अब चाहिँ रक्सी किन्न हामी जान लाग्यो हामी चाहिँ अब यहाँनिर अब बसेर ट्याक्क माहौल सुरु गर्दैछौँ म पनि आइछु है साथीहरू र अब हाम्रो उहाँ चाहिँ हाम्रो पुण्य दाई मेरो सिनियर दाई नै हुनुहुन्छ अनि मेरो सिनियर सर कृष्ण सर अनि हाम्रो दिनेश दाई अब स्पेसल्ली अब यहाँनिर चाहिँ सानो प्रोग्राम यहाँनिर छ र माथिको माहौल त छुट्टै छँदैछ दबा दबाके बढे भयो ल हामी यहाँनिर बसेको यो माहौललाई अहिले हामी यहाँ नै छोड्छौँ र अनि हामी माथि जाँदैछौँ अब हामी जब जक्सनतिर पुग्छौँ अनि फेरि जक्सनबाट हामी फेरि अपडेट दिनेछौँ र म सधैँ तपाईँहरूसँग सधैँ छु है हाम्रो युट्युब च्यानललाई चाहिँ अलिकति सपोर्ट गर्नु होला र हाम्रो भिडियो मन पऱ्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला थ्याङ्क यू सो मच Put your hands. Because I'm a YouTuber. YouTube मा
यो चाहिँ हाम्रो पोखरा भ्यू यो डाँडामा अहिले चिलमा हामी यस्तै नआउने ब्रो चले यस्तै नआउने हो हामी यस्तै नआउने ब्रो चले यस्तै नआउने हो हामी यस्तै नआउने ब्रो चले यस्तै नआउने हो हामी यस्तै नआउने ब्रो हामी यस्तै नआउने ब्रो चले यस्तै नआउने हो ठिकठाक आफ्नो ठाउँमा बस्छु राम्रो गाउन सक्छु खासमा यस्तै नआउने हो के सोचेको होला हामीलाई के सोचेको होला अघि बढिसके एयरपोर्ट दिएको छोरा हाँस्छु हँसाउँछु म नाच्छु नचाउँछु रिल्याक्स पारामा मासु चपाउँछु लाडु चटाउँछु म लाडु चटाउँछु पानी हान्न आइज बरु दारू हजुरबाको प्रपर्टी 15 बिघा थाइल्यान्डको माल हान्छु बनारसको पान खान्छु भात खान्छु बेलायतको म यहाँ ऱ्याप सुनाइदिन्छु ल मलाई पनि नचाइदिन्छु म सिमसिमे पानी त बब्बा दामी खेल्दै बस हाम्रो पाला यस्तै हो हामी हामी यस्तै त हो नि ब्रो हामी यस्तै त हो नि ब्रो जहिले यस्तै त हो नि हो हामी यस्तै त हो नि ब्रो हामी यस्तै त ऑर्डर 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 रोकने का नहीं तेरा पीछा करूँ तो ठोकने का नहीं पाउरोटी किन्न आलेको त नि मिठो र चाहिँ पाउरोटी बस्नु परेन यहाँ पाउरोटी कति त्यो उठाउ न पसन्द बस्नु परेन पाउरोटी लिएर आऊ पाउरोटी झापार्ला कुर्सी पाएर भित्र छैन कुर्सी ल बल्ल बल्ल बाहिर कुर्सी होला नि हारेको बोला भाइ ब्राजिलको बारेमा केही भनिदिनु ब्राजिललाई जाओस् त जाओस् भनेको घर त गएछ क्या फाइनलमा जाओस् भनेको तपाईँको मनसाय खास दिन सबैलाई बुढले चापेले हो तपाईँको के हाम्रो पिकनिक राम्रो भइराखेको छ होइन खानपिन भइरहेको छ एकदम इन्जोय हानेर राखिन्छ ठिक छ एकदम फुड अनि बसन्तको खेलाडीले दारू खाएर झाप भएर हेरेर सुत्नु पर्ने थियो नि त है सबैले भन्छ त एलियन हो भनेर हो दाइ पेनाल्टी धरि मिस गर्दैन कागज जित्छ त अब तपाईँको मन पेनाल्टी त्यसले हान्नु गरेर पेनाल्टी अनि पछि त हान्नु त के अब आसुकी मैं तेरी जा जाएगी जा मेरी दम दादा भाई जा
फेरि एकचोटि राम्रोसँग भनिदिनु के भन्नु पर्यो भाइलाई भोलि पनि चाहिन्छ भनेर कि आज सिधै होइन होइन पिकनिकको बारेमा त ए पिकनिकको बारेमा त एकदम रमाइलो छ भाइ म त फर्स्ट टाइममा मलाई एकदम रमाइलो लागेको छ खुसी छ नि होइन बाउ एकदम झकास बवाल है एकदम ड्याड बवाल छ है भगवान छ दिदी दाइ गर्छु त ऊ त बिचारा कुनले? म त डिप्रेसनमा म त स्वाट छु अब के गर्छु त तिमी अब ब्राजिललाई लिड गरेर आएको थियौ त ब्राजिलले क्यास हानिहाल्यो अब के गर्दै त अब मोरको नाम त्यो त त्यो त्यो डिपार्टमेन्ट चेन्ज गर्ने काम नगर न यार हालका सपोर्ट गर्नु एउटै डिपार्टमेन्टमा बस्छ के पार्टी चेन्ज नगर न यार चाहिएन मलाई चाहिएन बेलुका सब यो बेटी टिक्छ जस्तो लाग्दैन भाइ मलाई यो पनि बेचिदिने यो सिधै मन थ्याङ्क यू भाइ एग्रेसिभ हो र एकदम किन हान्दिनी हो भाइरलले बनाउनु लाग्यो मलाई भाइरल बनाऊ के बा के भन्नु खोज्यो यार हान्दी भन्ने छ हान्दिनी म्यान त्यो मैले आज यस्तो लाएर आएको छु भाइ बेटी चाहिँ टिक्नुपर्छ है अरू दादा 100% यार अनि रामसँग लुकिङ सो ग्रेट यार भाइले एउटा ब्लग बनाउनु भएको ओए मल्ले बोलो कुछ बोलो दोस्ती
गेम खेल्ने सबैमा इक्वल सबैमा हालिदियो गेम हलमा एकदम एकदम सुरुको टिम चाहिँ विकास पराजुली सबिन परियार रञ्जन श्रेष्ठ प्रतीक्षा घले राजु सुवेदी हाम्रो त गेम एनी टाइम हो बुझ्नु भाइ यो हाम्रो कस्तो यो हाम्रो कस्तो फाइनली कसम मैले यस्तो भाइहरू भेटेको कि कसम यस्तो मिठोहरू अब दाइहरूलाई सिक्नु पाक यस्तै सनी फुटान्टी उनको पारा अब जहिले पनि साइको बेजामा बेजा पिस अब सल्किरहेको यहाँ सल्किरहेको छ गाँजासित यहाँ पोक पनि बलिरहेको ल भाइहरू सबैजना म चाहिँ साइको नि छ बाल पर्दैन खासतिर भन्नलाई ल फुटान्टी हुड हाम्रो एकदमै बबाल छ जहिले पनि आएर म गर्दैन म चाहिँ कसैले सवाल जहिले पनि हामी पारामा आयो मलाई पानी Private Tessa Production. सय